कतै तपाईँ पनि आफ्नो घर आफै जलाउने परिवार नै सिद्ध्याउँदै त हुनुहुन्न। दुई श्रीमान श्रीमती र दुई सन्तान एउटा सहरको डेरामा बस्थे। श्रीमान कामको सिलसिलामा 9 बजे जान्थे अनि रातको 8 बजे आउँथे। उनी आउँदा श्रीमती जहिले मोबाइलमा हेर्दै लेखिरहेकी हुन्थिन्। उनी पनि आएर खाना खान्थे अनि मोबाइलतिरै व्यस्त हुन्थे। श्रीमान निन्द्राबाट बिउजिँदा आधा रातसम्म पनि श्रीमती त्यही मोबाइलमा घोरिरहेकी हुन्थिन्। न बोल्थिन् न हाँस्थिन्, बस एकहोरो भएकी थिइन्। यस्तै क्रम महिनौसम्म चलेपछि श्रीमानलाई श्रीमती कतै अन्त लागेकी हो कि भन्ने शंका लाग्यो। एक दिन छुट्टीको दिन थियो। श्रीमती बच्चाहरूलाई स्कुल पुर्याएर आइन्। तब श्रीमानले भने, तिम्रो मोबाइल देऊ त। श्रीमती अलि अन्कनाउँदै, किन चाहियो र? श्रीमान जङ्गिँदै, देऊ न खुरुक्क। श्रीमतीले आनाकानी गरिन्। तब झन् श्रीमानको शंकाको दायरा बढ्यो। उनले रिसाउँदै भने, तँ कोसँग लागेकी छेस र तेरो मोबाइल मलाई दिन नहुने? खाली मोबाइलमा घोरिन्छे, आधा रातसम्म सुत्दिनस्, को छ तेरो भन्। श्रीमती केही बोलिनन्। उनी त्यहाँबाट उठेर हिँड्न खोजिन्। श्रीमानले जबरजस्ती मोबाइल खोसेर भने, म नहुँदा दुनियाँसँग पल्केकी छेस होइन, यो मोबाइलको लक खोल। श्रीमती केही बोलिनन्। उनले लक खोलेर दिइन्। तब श्रीमानले फेसबुक, इन्स्टा, व्हाट्सएप, इमो सबैतिर चेक गरे, तर कहीँ कतै केही सुराग भेटेनन्। अनि फेरि रिसाउँदै भने, त मोबाइलमा के गरेर बस्छेस्? कि म घरमा बसेको भनेर बाटोमै सबै डिलिट गरेर आइस्? श्रीमतीले आफ्नो फोनमा लेखेको नोटहरू देखाइन्। श्रीमानले एक एक गर्दै पढे। तब उनले थाहा पाए, मै मूर्ख रहेछु। मैले काम भन्दा भन्दै आफ्नो श्रीमती इच्छाको बिरामी को छ, अवस्था के छ, सबै भुलिसकेछु। किनकि श्रीमती दिनभर घरमा हुन्थिन्। साना बच्चाहरू सम्हाल्ने, न गाह्रो भन्न पाउने न साह्रो भन्न पाउने। श्रीमानलाई कामको बाहेक न आफ्नो हालत सुनाउने फुर्सद थियो, न श्रीमतीको हालत बुझ्ने फुर्सद। एउटै खाटमा निदाउँदा पनि कसको मनमा के छ कहिल्यै थाहा हुँदैन थियो। श्रीमान त दिनभर काममा व्यस्त हुन्थे, तर दिन प्रतिदिन श्रीमतीलाई एक्लोपनले छुँदै गयो। साथमै भएर पनि उनी एक्लो हुँदै थिइन्। उनलाई भित्रभित्रै अनेक सोच, अनेक जिज्ञासाले सताउँदै थियो। जिन्दगीदेखि दिक्क लाग्दै थियो। त्यसैले उनले आफ्नो एक्लोपनको दुःख भुलाउने सहारा मोबाइल र शब्दहरूलाई बनाएकी थिइन्। उनी शब्दमै हाँस्थिन्, शब्दमै रुन्थिन्, शब्दमै हराउँथिन्, शब्दलाई नै सोध्थिन् अनि शब्दलाई नै सुनाउने गर्थिन्। श्रीमानले श्रीमतीलाई माफी माग्दै भने, सरी बुढी, अबदेखि म तिमीलाई कहिल्यै एक्लो महसुस हुन दिन्न। एउटै खाटमा निदाउँदैमा र एउटै चुलोमा पाकेको खाँदैमा कोही साथमा छ भन्ने हुँदैन। हामीले एक अर्काको दुःख सुख सुन्ने सुनाउने गरेर मात्रै मनमा के छ भन्ने बुझिन्छ। बाहिर काम गर्ने भन्दा घरमा बस्नेहरू झन् मानसिक रूपमा कमजोर हुन्छन्, किनकि उनीहरूलाई सुनिदिने कोही हुँदैन। बस खाएको र बसेको मात्रै देखिन्छ। त्यसैले मोबाइललाई खबर आदान प्रदान र मनोरञ्जनको साधन बनाऊ, एक्लोपनको साथी र घर बिगार्ने जहर होइन। विषय र भावना मन परे शेयर, कमेन्ट र लाइक गर्न नभुल्नुहोला। यस्तै जीवन उपयोगी सामग्री पाउन पेजलाई फलो गर्न पनि नभुल्नुहोला।